नमस्कार, म उमेश विश्वकर्मा सागर। आज म तपाईहरुको माझमा भावना थापा मुस्कान बझाङकी गजलकारको म एउटा गजललाई वाचन गर्न लागिरहेको छु। यो भिडियोमा भिडियो अन्त्यसम्म हेर्नु होला। गजल यसरी सुरु हुन्छ। भरिएको छ आँसुको तलाउ आँखामा, भो अब तिम्रा याद नपठाऊ आँखामा। भरिएको छ आँसुको तलाउ आँखामा, भो अब तिम्रा याद नपठाऊ आँखामा। अनिदो पुकार गरेको थियो रातभर, अनिदो पुकार गरेको थियो रातभर। जुन टिपेको सपना सजाऊ आँखामा, जुन टिपेको सपना सजाऊ आँखामा। सधैँ कति यादहरू मात्र पठाउँछौ, सधैँ कति याद मात्र पठाउँछौ। कहिलेकाहीँ त तिमी आऊ आँखामा, कहिलेकाहीँ त तिमी आऊ आँखामा। भरिएको छ आँसुको तलाउ आँखामा, भो अब तिम्रा याद नपठाऊ आँखामा। अरू देखेरै हो तिम्रो मन बदलिएको, अरू देखेरै हो तिम्रो मन बदलिएको। भन्नु पर्थ्यो मैले पर्दा लगाऊ आँखामा, भन्नु पर्थ्यो मैले पर्दा लगाऊ आँखामा। के सोचेर साथीले यतिसम्म भन्यो, के सोचेर साथीले यतिसम्म भन्यो। अब असफलतामा असफलताका ढुङ्गा तैराऊ आँखामा, अब असफलताका ढुङ्गा तैराऊ आँखामा। गजलको अन्तिम शेर। परिस्थितिले रमाउन दिँदैन अभावले भन्छ, परिस्थितिले रमाउन दिँदैन अभावले भन्छ। रहर खेलाऊ मनमा सपना बनाऊ आँखामा, रहर खेलाऊ मनमा सपना बनाऊ आँखामा। भरिएको छ आँसुको तलाउ आँखामा, भो अब तिम्रा याद नपठाऊ आँखामा। गजलकार भावना थापा मुस्कान बझाङ। धन्यवाद।